Hello, guys. Hello, everyone. Welcome to my channel. Finally, I am back to YouTube. फेरि म युट्युबमा फर्किएको छु अलि लामो समयपछि। एक जमानामा मैले च्यालेन्जहरू गर्ने गर्थेँ कि म ननस्टप 1095 भिडियोजहरू ननस्टप भिडियोज हाल्थेँ भनेर। यसमा मेरो जिन्दगीको उद्देश्य भनेको बाँचुन्जेल अलिअलि नामसाम कमाउनुपर्छ भन्ने यताउता थियो। अलि धेरै कुराहरू बचपना, धेरै कुराहरू नयाँ कुराहरू एक्सप्लोर गर्ने मेरो उद्देश्य थियो। मनमा त्यस्ता कुराहरू लाग्थे। पछि जिन्दगीमा भएको सानातिना सकारात्मक नकारात्मक उतार चढावले गर्दाखेरि मैले सबै कुराहरू निरन्तरता दिन सकिनँ। फाइनल्ली फेरि म ब्याक भएको छु है त। खासमा चाहिँ अब अहिले केही समय पछाडि, आजभन्दा केही दिन अगाडिदेखि चाहिँ मैले फेरि मेरो भिडियोजहरू चाहिँ युट्युबमा रिलिज गर्छु भनेर सोचिरहेको थिएँ। तर यहाँ मेरो हुले हेर्न सक्नुहुन्छ, म यो दारी सारी पालेर बस्ने मान्छे होइन। अहिले यत्तिकै सबै कुराहरू आफ्नो एउटा अनुसन्धानमा व्यस्त वैज्ञानिकले जस्तो चाहिँ आफ्नो हुलिया बनाएर बसेको छु। आजदेखि मेरो भिडियोहरू चाहिँ रेगुलर आउनेछ। यही मेरो भिडियोजहरूबाट चाहिँ केही समयमा नयाँ नयाँ कुराहरू देख्न पाउनुहुनेछ। र मैले आजको यो भिडियो बनाउनुको मुख्य कारण भनेको चाहिँ धेरैवटा कारणहरू छ। एउटा कुरो भनेको एउटा भिडियो बनाउने बानीले गर्दाखेरि चाहिँ कुनै कुरा सेयरिङ गर्नको लागि कोही मान्छे आवश्यकता पर्ने हुँदैन। हरेक कुराहरू सबै कुराहरू सबैलाई गर्न सक्ने भन्ने हुँदैन जिन्दगीको, होइन। कति कुराहरू मनभित्र राख्दाखेरि कसैलाई नभन्दैखेरिदेखि नै त्यो चाहिँ फुल सेटिस्फ्याक्सन मिल्ने हुन्छ है त। अनि त्यो पनि भयो। अरू कुरा भनेको यो ठाउँमा, यो दुनियाँमा, यो जगतमा, यो संसारमा, होइन, मेरो पछिल्लो केही वर्षको भोगाइहरूले भनेको गल्ती नगर्दै कतिपय कुरामा चुकिन्छ, आफू कमजोर भइन्छ हो। अनि त्यो अवस्थामा चाहिँ धेरै कुराहरू चाहिँ धेरैजनाले तमासा बनाउने स्थितिहरू आउँछ। अब त्यस्तै यो पछिल्लो केही वर्षहरूमा राम्रा नराम्रा घटनाहरू सबै कुरा देखियो, भोगियो, सबै कुरा जानियो। त्यसको लागि केही छैन। जिन्दगीलाई सबै कुरा धन्यवादै छ। जिन्दगीदेखि नाराज म कहिले पनि छैन। समग्रमा भन्नुपर्दा 24-25 वर्षको उमेर हुँदाखेरि हरेक कुराहरू मैले एचिभ गरे पनि थिएँ। तर लाइफ एकदम स्मुथ हुन्छ नि, नदी बगेको जस्तो एकोरो भएको कारणले गर्दाखेरि चाहिँ त्यसमा चाहिँ बेला बेलामा ट्विस्ट हुन्छ नि, बेला बेलामा अलिकति क्लाइमेक्सहरू खोज्थ्यो। मलाई पनि त्यस्तो लाग्थ्यो कि कुनै नयाँ चिजहरू होस्, नयाँ घटनाहरू होस्। तर घटनाहरू कहिलेकाहीँ आफूले माग्नै पर्दैन। कहिलेकाहीँ मागेपछि ल भगवान्ले ला भनेर दिन्छन्। धेरै कुराहरू यो बिचमा भोगियो, देखियो। तर समयले बिस्तारै ठिक गराउँदै लिएर गयो। फाइनल्ली अहिले चाहिँ सबै कुराहरू अब ठिक हुनेवाला छ। अब यो चाहिँ मेरो एउटा कमब्याक भिडियो हो। आजभन्दा पछाडि हप्तामा 1, 2, 3, 5, 7 भिडियोहरू तपाईँले मेरो देख्न पाउनुहुन्छ। र मैले यो भिडियो बनाउनुको मुख्य रिजन भनेको चाहिँ कम्तीमा 2-3 कुराहरू छन्। मेरो मनमा हजारौँ कुरा खेल्छन्। मलाई हरेक चिजहरूमा डिस्कस गर्न मन लाग्छ। मलाई राजनीतिमा डिस्कस गर्न मन लाग्छ, खेलकुदमा डिस्कस गर्न मन लाग्छ, कुनै समसामयिक विषयहरू, आर्थिक विषय, देशको परिस्थिति, अथवा चाहिँ गाउँघरमा जुन चल्ने जुन व्यवहारिक कुराहरू होस्, कुनै पनि कुराहरूमा इन्ट्रेस्ट लाग्छ र चर्चा गर्नलाई, अब कुराकानी गर्नलाई मलाई मन लाग्छ। म त्यसमा इन्भल्भ पनि हुन्छु। तर अहिले चाहिँ अब यो जुन भिडियोको मार्फत भनेको चाहिँ अब जोसँग त्यसरी फिजिकल्ली हामी भेट हुँदैन, हामी कनेक्ट हुन सक्दैनौँ, त्यसरी चाहिँ यो भिडियोको मार्फतहरू हुनसक्छ। जस्तो मेरो भिडियोहरू कतिको समय पुग्छ, त्यसबाट धेरै मान्छेहरूसँग कनेक्ट हुन सकिन्छ, होइन। भनेको आफूलाई जो आफ्नो मन मिल्ने मान्छेहरू
भेट्न सकिन्छ। त्यस कारणले गर्दाखेरि सामाजिक सञ्जाल मध्ये पनि यो युट्युब चाहिँ मेरो फेभरेट हो र पहिलेदेखि नै मैले भिडियोहरू बनाइराखेको छ। मैले 5-7 वटा 10 वटा भन्दा बढी युट्युब च्यानलहरू मोनिटाइज गराएर पनि मैले राम्रोसँग समयहरू दिन नसकेर त्यसरी छोडेको छु। विशेष गरी अब यो मेरो च्यानलमा चाहिँ मैले जिन्दगीमा देखेको भोगेको र मनमा लागेको जसलाई चाहिँ मेरो कुराले गर्दाखेरि जुन उसको जिन्दगीमा सकारात्मक परिवर्तन हुन्छ त्यसको लागि चाहिँ मैले यो भिडियोहरू बनाउने छु। मेरो अनुभवहरू सेयरिङ गर्नेछु, मेरो विचारहरू सेयरिङ गर्नेछु। त्यसपछि सकेसम्म कोही पनि त्यस्तो हुन्छ नि जिन्दगीको जुन लोएस्ट फेजहरू हुन्छ त्यस्तोमा जो बाँचिरहेको जुन मानिसहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म मोटिभेट गर्ने छु। अब आजको स्पेसल खासै केही त्यस्तो भिडियोहरू छैन। आज यो मेरो कमब्याक भिडियो तैपनि जसम्म यो मेरो भिडियो पुग्छ उहाँहरूले पनि मान्छेले हरेक मान्छेको जीवनमा सङ्घर्ष भइरहेको हुन्छ। अनि त्यो सङ्घर्षलाई चाहिँ कसैले के हुन्छ भनेदेखि कसैले सङ्घर्ष गर्न खोज्दैन। त्यसलाई चाहिँ यथास्थितिमा बसेर आफ्नो जुन हुन्छ आफ्नो लेभल त्यो मेन्टेन गर्न सक्दैन। जुन कुराहरू लाइफमा एचिभ गर्नुपर्ने हो त्यो कुराहरू एचिभ गर्न सक्दैन। तर एक ठाउँ बसेर कुवाको भ्याकुत्व अथवा कुनै ठाउँमा एक ठाउँमा मात्रै बसेर कुनै गाउँमा अथवा चाहिँ कुनै आफ्नो घरमा कुनै घरभित्रको बेडमा बसेर आफ्नो इच्छाहरू आफ्नो आवश्यकताहरू आफ्नो सपनाहरू पुरा हुँदैनन्। त्यसको लागि चाहिँ फिल्डमा उत्रिनुपर्छ हैन। जिन्दगीको लोएस्ट समय हुनसक्छ, समय बिग्रेको हुनसक्छ, जिन्दगीले उठ्न नसक्ने गरी थचारेको हुनसक्छ हैन। तर के हुन्छ भने 2-4 म उदाहरणहरू दिन्छु है। उदाहरण कस्तो भन्दाखेरि फिल्महरूबाट सिकेको थिएँ पनि हैन। फिल्मबाट राम्रो कुरा त सिक्न पाइयो। फिल्मबाट कस्तो कुरा सिकेको भने जस्तो कि कुनै एउटा बाघको कुरा गरौँ हैन, शेर भन्छ हैन। अब अगाडि झम्टिनु पर्यो, शिकार गर्नु पर्यो भने 1 कदम पछाडि जान्छ भनिन्छ नि त हैन। जिन्दगीले त्यो 1 कदम पछाडि त्यसरी ठेलेको हुनसक्छ। अगाडिको जुन शिकार हुन्छ, अगाडिको जुन अपर्च्युनिटी ग्र्याब गर्नको लागि चाहिँ जुन पावरफुल बनाइरहेको हुनसक्छ, तयार गरिरहेको हुनसक्छ हो। अनि त्यसपछि महाभारत कतिको हेर्नुहुन्छ तपाईँहरू? महाभारतमा त्यो बाण तीर चल्छ हैन। अब त्यो तीर चल्दाखेरि चाहिँ जति पछाडिसम्म तान्यो त्यति चाहिँ पर जान्छ। त्यो तीर भनेको के हुन्छ त? आफूलाई सबैभन्दा पर धकेल्नको लागि चाहिँ कहिलेकाहीँ पछाडि आउनु पर्ने हुनसक्छ। तर कति मान्छेले यो कुराहरूलाई चाहिँ कमी कमजोरीको रूपमा लिया हुन्छ। कोही मान्छे धेरै अगाडि जाने तयारी गरिरहेको हुन्छ हो, 2 कदम पछाडि हटेर त्यसलाई चाहिँ अन्डर एस्टिमेट गरिरहेको हुन्छ। त्यो चाहिँ अधिकांश धेरैको जिन्दगीमा जो इन्स्पायर हुन्छ, कोही आफ्नो र परिवारको भविष्य बदल्ने, आफ्नो हैसियत बदल्ने जुन ताकत राख्ने जुन एउटा योजना बनाएको हुन्छ, उनीहरूलाई चाहिँ यो कुराहरू एकदम यो जुन च्यालेन्ज हुन्छ त्यो च्यालेन्जले हिट गरिरहेको हुन्छ। हरपल यही कुराहरू सम्झिरहेको हुन्छ। तर त्यो भन्दैमा अब के बसेर घरमा बसेर अथवा कुनै ठाउँमा एकै ठाउँमा सीमित भएर कुनै सम्भावनाको खोजी नगरिकन त्यसरी सम्भव छ त? सम्भव छैन। त्यसको लागि के गर्नु पर्यो? फिल्डमा उत्रिनु पर्यो, समस्या समाधान गर्नु पर्यो, हिँड्नु पर्यो, डुल्नु पर्यो। आफूलाई चाहिँ जुन समस्याहरू छ त्यो समस्याहरूको जुन पोखरी छ त्यसमा पौडिन जान्नु पर्यो। आफूलाई चाहिँ तयार गर्नु पर्यो हो जिन्दगीका चुनौतीहरू सामना गर्नको लागि। त्यसै गरी हामीले हाम्रो जो पनि आफ्नो जिन्दगी आफ्नो परिवारको हैसियत बदल्ने होडमा हुनुहुन्छ, जो खेलमा हुनुहुन्छ, ती सबैलाई मेरो एउटा के छ भनेदेखि सबै कुरा ख्याल गर्नुपर्ने हुन्छ। आफैलाई माया पनि गर्नुपर्ने हुन्छ हो। भनेको यहाँ त सबै कुरा तमासा हेर्ने छन्। भोलि जुन परिवारको खम्बा जो तपाईँ हुनुहुन्छ, तपाईँलाई केही हुँदाखेरि
भनेको तमासा हेर्ने मान्छेहरू हुन्छन्। हरेक कुराको बिजोग हुनसक्छ। आफ्नो ख्याल पनि गर्नु पर्यो र जिन्दगीमा अघि बढ्ने कुराहरू त्यसमा चाहिँ सिक्नु पर्यो, मान्छेहरू चिन्न पर्यो है। मान्छे चिन्न पर्यो सङ्गत गर्दैमा, सँगै हाँस्दैमा, सँगै खेल्दैमा, सँगै बस्दैमा। त्यो आफ्नो हुने त्यस्तो पनि हुँदैन। जस्तो कि अब यी सामाजिक सञ्जालको पनि कुराकानी गर्ने हो भने म्याक्सिमम मान्छेहरूलाई सपोर्ट गर्ने भनेको बाहिरको मान्छे हुन्छन्। कोही मान्छे वरिपरि तपाईँको छिमेको अथवा आफ्नो आफन्तहरूले त्यति काम गर्दैनन्। भनेको तपाईँको मान्छेको एउटा ठुलो गल्ती भनेको जुन आफ्नै जो शत्रुहरूलाई आफ्नो ठान्ने र आफ्नो जुन मित्रहरू बन्न सक्छन् दुनियाँमा, अरू पनि जुन मानवीय स्वभाव भएका मान्छेहरू, उनीहरूसँग पुग्न नसक्नु मान्छेको ठुलो कमी कमजोरी हुँदो रहेछ हो। अहिले हामीले सामाजिक सञ्जालहरूमा कुनै रोग व्याध लाग्दाखेरि हामीले सहयोग मागेको देख्छौँ हो। कुनै मान्छेलाई कुनै घरमा मानव उपचारको लागि चाहिँ अलिक धेरै खर्च लाग्ने रोगहरू लागेको छ भने त्यो आफन्त अथवा चाहिँ त्यहाँ वरिपरि भएका मानिसहरूले आफ्नो आफन्त अथवा कोही छरछिमेकमा त्यो मान्छेलाई विश्वास गर्दैनन्। तर सामाजिक सञ्जालमा तपाईँले यदि सामाजिक सञ्जालमा यो जुन आफूलाई परेको समस्याहरू राख्नुभयो भने कुनै एउटा अन्जान मान्छे आएर तपाईँलाई सहयोग गर्छ। त्यो भएर सोसियल मिडिया भनेको त्यति पावरफुल हुन्छ। अब मेरो जिन्दगीका हरेक सिकाइहरू, अब हरेक राम्रा अथवा नराम्रा मैले भोगेका कुराहरू म इच एन्ड एभ्री डे म तपाईँहरूलाई सेयरिङ गर्नेछु। त्यही भएर आजको यो जुन कमब्याक भिडियो छ, फेरि हामी फेरि भेटिरहन्छौँ र मेरो अनुभवहरू सुन्नको लागि लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सिनु होला। ओके, बाई बाई।